हेलो एन्ड नमस्ते सबैजनालाई देख्न सक्नुहुन्छ मैले आज चाहिँ हालेको छु अस्ति नै घुम्नु गएको भिडियो है। अनि यो चाहिँ हामी गएको थियो कोलाखाम है। यो चाहिँ तपाईको लाभादेखि अलिकति तल छ है। अनि एकदमै राम्रो जग्गा छ, एकदमै पिस हुन्छ नि। तपाईहरुलाई चाहिँ एकदम तपाई सिटी एरियाजहरुबाट आउनुहुन्छ भने चाहिँ तपाई यहाँ आउन सक्नुहुन्छ घुम्नु। एकदमै राम्रो छ, देख्न सक्नुहुन्छ वाटरफल कोलाखामको। यो चाहिँ एकदमै फेमस वाटरफल हो। अनि हामी जाँदाखेरि चाहिँ एकदम भर्खर समर लागेको थियो, रेनी सिजन लागेको थिएन। अनि त्यसले गर्दाखेरि पानी अलिकति कम्ती थियो। अनि हामी त्यहाँनिर मजाले घुम्यौँ है। अनि त्यसको बादमा चाहिँ देख्न सक्नुहुन्छ एकदमै राम्रो भ्यू छ, एकदम ग्रीन प्लस पानी पनि यति डरलाग्दो व्हाइट एज मिल्क हो। यति दामी कलर हुन्छ नि, व्हाइट कलरको मिल्कहरू जस्तै छ है। तपाईले देख्न सक्नुहुन्छ एकदमै राम्रो छ हैन। देख्न सक्नुहुन्छ, अलिकति मैले जुम गरेर पनि देखाइदिएको छु तपाईहरुलाई एकदमै हुन्छ नि। यहाँ गयो भने तपाईहरुलाई एकदमै पिस फिल हुन्छ है। अनि यहाँको मान्छेहरूले भन्नुभएको अझै रेनी सिजनमा त यो भन्दा ठुलो हुन्छ अरे, मान्छेहरू छेउमा जानु पनि सक्दैन भनेर कुरा गर्नुहुँदै थियो। अनि तपाईहरु माथि रोडबाट चाहिँ अलिकति तल जानुपर्ने हुनुहुन्छ है। अनि टुरिस्टहरू पुरा जानु हुँदो रहेछ। अनि हामी चाहिँ लास्ट भएको थियौँ है। अनि हामी चाहिँ लास्ट भएको कारणले गर्दाखेरि चाहिँ अलिकति मतलब कम्ती नै म र ऊ मात्रै छौँ। अनि मेरो हस्बेन्ड र म मात्रै थिएँ। अनि त्यहाँदेखि हामी चाहिँ उकालो चढ्यौँ। अनि देख्न सक्नुहुन्छ एकदमै माथिबाट पनि यस्तो दामी भ्यू देख्थ्यो। अनि त्यहाँ चाहिँ बेसी मतलब घरहरू छैन रहेछ, एकदम क्राउडेड छैन है। अनि घर देख्न सक्नुहुन्छ, यहाँ बाटोमा आउँदा मैले घर खिचेको थिएँ। एकदम कति मजाको जग्गामा, यति राम्रो जग्गामा, यति पिस कि तपाईहरुले यहाँनिर चाहिँ एकदमै राम्रो राम्रो भ्यूहरू देख्न सक्नुहुन्छ है। यो चाहिँ लाभादेखि अलिकति तलदेखिको चाहिँ यस्तो फरेस्ट एरियामा रहेछ। फरेस्ट एरियादेखिको अलिकति भित्रै पस्नुपर्छ है। अनि जाँदा आउँदा पनि एकदम बाटोहरूमा तपाईहरुले पाइन ट्रीहरू है, त्यसै पनि पाइन ट्री एकदमै राम्रो देखिन्छ है। तपाईहरुले पाइन ट्री देख्न सक्नुहुन्छ। अनि इफ तपाईहरु त्यहाँ स्टे गर्दै जानु गयो भने त्यहाँ होमस्टेहरू पनि धेरै नयाँ होमस्टेहरू बनाउँदैछ है। तपाईले देख्न सक्नुहुन्छ यति दामी थियो कि अब के भन्नु, तपाईहरुको आँखा नै हट्दैन यो भ्यूबाट है। एकदमै मजाको। अनि रोड पनि ओभरअल त्यति त ठिकै थियो हैन, एकदम उयै थियो, ठिकै थियो। अब बाइकहरू पनि जान्छ है। अनि गाडीहरू पनि जान्छ। एकदमै बाटोमा जाँदा जाँदै पाइन ट्रिजहरूले गर्दाखेरि यति राम्रो देखेको बाटो है। तपाईहरु पनि यो समरमा जान सक्नुहुन्छ घुम्नु। त्यहाँनिर तपाईहरुले थुप्रो होमस्टे प्लस खानाको